हेलो वेलकम टु JGGMU भ्लग हो। आज हामी है सर्ट एन्ड स्विट होइन हामी जाँदैछौँ नौदरा चुइने पारा 1 चिकन 4 आइटम्स है। यहाँ जान्छौँ त्यहाँ लन्च गर्छौँ फोन गरेर अर्डर गरिसकेँ ल घरबाट निस्कँदैछौँ राइट नाउ। ओके सी यू। ओके हामी हेम्जा पुग्यौँ है। भर्खरै देख्नुभयो भाइरल रोड है भाइरल रोड। हामी हेम्जा पुग्यौँ र जाँदैछौँ चुइने पहरा नौदारामा है 1 चिकन 4 आइटम्स है। अस्ति मात्र नै हामी खाएर आएको मिठो छ। अराउन्ड आई थिङ्क 25 किलोमिटर जानुपर्छ पोखरा घरबाट है। ओके हामी आधी त आएको छैनौँ। अब हेम्जा पुग्यौँ हेम्जाबाट अझै 15 किलोमिटर जति छ। हामी आइपुग्यौँ है चुइने पहरा। यहाँ मैले फोन गरेको थिएँ घरबाटै आउनुभन्दा अगाडि होइन। हामीलाई कति टाइम लाग्यो 40 मिनट जति लाग्यो घरदेखि यहाँसम्म आउनुलाई। हाम्रो रेडी हुँदैछ है। भाइ मजाको छ अस्ति पनि। त्यहाँ हाम्रो यहाँ 4 आइटम्समा एउटा है झोल बन्छ, एउटा सेकुवा बन्छ, एउटा सैला बन्छ, एउटा भुटन बन्छ। फोन गरेर आएको भएर सजिलो भयो है। बेबीले के गर्नु लाग्छ लेट्स सी 1 2 हामी आइपुग्यौँ लेमन रिएक्सन लेमन खाएको ल। ओके हाम्रो अर्डर चाहिँ रेडी हुँदैछ एकैछिनमा। यहाँ प्याकै हुन्छ कि त्यसलाई नि भनौँ न होइन। अलरेडी हामीले फोन गरेर आउँदाखेरि यहाँ 3-4 वटा गाडी यहीँ छ कि है। फर्स्ट आइटम बोलेको चिज है। मेरो बेबीलाई खुवाउँछु म त फर्स्ट नै आइसक्यो तिमीले हेरेको भालेको एन्ड दिस इज आवर सेकेन्ड आइटम है भुटन है। तर यो चटनी चाहिँ एकदमै मजा छ क्या है। पुच्ची चाहिँ खेल्दै आइटम चाहिँ है ग्रेभी। अब झोल आउनु बाँकी छ भातसँग खाने लसुनहरू मेरो। फोर्थ आइटम चाहिँ यो झोल है भातसँग खानलाई। खाना आइपुग्यो। हामीले चाहिँ खानु सक्यौँ है। तर बढी भयो क्या है बढी भयो हामीलाई 4 जनालाई। यो प्याकिङ गरेर लग्ने यो हेर्ने त्यति छ धेरै छ अझै। मिठो भयो किनकि सबैजनाको फर्स्ट टाइम हो। मेरो चाहिँ होइन मेरो चाहिँ सेकेन्ड टाइम हो होइन। यो चाहिँ हाम्रो भाइ सर्भ गर्नु एकदम भाइ थ्याङ्क यू है। ल भाइलाई चाहिँ धेरै धेरै थ्याङ्क यू होइन। एकदम सर्भ एकदम दामी बोली धेरै मिठो फेरि है। ल हामी खाना चाहिँ खान भ्यायौँ। अब हामी यहाँबाट हाम्रो अर्को प्लान चाहिँ अब हामी स्विकेट रिसोर्ट है स्विमिङ जाने प्लान छ। यहाँबाट अब फेरि फर्किने हो। स्विकेट रिसोर्ट चाहिँ हाम्रो हेम्जामा पर्छ। ओके यो बाग्लुङ हाइवे है। यता माथि त्यसमा बाग्लुङ जाने हो। यता तल पोखरा जाने हो। यहाँ चाहिँ ल यही कुखुराहरू यतिकै राखेको हुन्छ। ओके हामीले खाना खायौँ अब हिँड्न लाग्यो है। मिठो थियो धेरै मिठो थियो। मिठो खानु भयो होइन। हाम्रो यहाँ ओनर चाहिँ गोरे दाई हुनुहुन्छ है। गोरे दाईसँग नि बोलौँ न होइन कति भयो दाई यता हेरिदिउँ न ल। हाम्रो यता कति भयो अरे हामीले यहाँ तपाईँले यहाँ उस गर्नु लाउनु भएको भन्नु नि त। मेरो भयो 11-12 वर्ष 11-12 वर्ष भयो फ्यामिली है सबैजना भएर तपाईँ बनाइदिनुहुन्छ है। हामी पहिला पनि आएको थियौँ अस्ति पनि आएको थियौँ होइन। अहिले पनि आयौँ। यो चाहिँ अब तपाईँको मेरो युट्युब च्यानलमा जान्छ होइन। थ्याङ्क यू है मिठो खुवाउनु भयो राम्रो मिठो है। अहिले जान्छौँ हामी होइन। पछि आउँदाखेरि तपाईँलाई फोनै गरेर आउँछौँ नि है। फोन गरेर थ्याङ्क यू ल। हामी हाइवेबाट है हेम्जा हाइवेबाट अलिकति अफ रोड अलि भित्र जानुपर्छ। स्विकेट रिसोर्ट है त्यहाँ धेरैचोटि गइसक्यौँ। आज चाहिँ हाम्रो प्लान त्यहाँ गएर स्विमिङ गर्ने छ है। स्विमिङ गरौँ बसौँ रमाइलो गरौँ है। ओके
for the night. हामी भित्र आइपुग्यौँ है। रिसोर्टमा अलिक चेन्ज भएको रहेछ, पहिला पार्किङ अर्कै थियो, अहिले यताबाट आएको छ होइन। अब हाम्रो मेन भनेको स्विमिङ हो। हेलो हेलो बेबी। त्यहाँ हामी आइपुग्यौँ। बेबी खेल्ने भयो, त्यहाँ धेरै ठाउँ छ है। म त्यहाँ चिप्टेड खेल्ने ठाउँ छ, तर अब हामी स्विमिङतिर जाउँ। यहाँ यता स्विमिङ यता त्यहाँ टेबल टेनिस रहेछ, चिप्लेट पिङ पिङ रहेछ। ल ह्याप्पी ह्याप्पी बेबी नि ह्याप्पी है, सबैजना ह्याप्पी। ल यहाँ एकैछिन हामी स्विमिङ गरेर जान्छौँ। पानी पऱ्यो है फेरि, अब स्विमिङ गर्न आएको पानी पऱ्यो, पानी परेर चाहिँ हामीलाई चाहिँ रोक्दैन है। खोलै हुन्थ्यो कि यहाँ पहिला है, याद छ। सानो नै होइन, खोलै हुन्थ्यो, अहिले पानी छैन। यहाँबाट आए नि हुन्छ, गाडी यताबाट नआउनु रहेछ। अहिलेसम्म आएको थिएन म, अहिले जानु पर्ला त्यहाँबाट है। फर्किँदाखेरि चाहिँ त्यहाँबाट ट्राई गरौँ त्यो बाटोमा। स्विमिङ पुल चाहिँ यता है, स्विमिङ पुल अनि रुमहरू पनि सक्यो। अब पानी पर्न लाग्छ हो। शिवान्स, सो मेनी ऱ्याबिट्स, छिटो हेर हौ कति धेरै ऱ्याबिटहरू छ। खरायो खरायो, सानो ठुलो धेरै रहेछ। ओके मेनी धेरै, 1 2 3 4 5 6 7 8 9 10। स्ट्रक्चर चाहिँ पहिलाभन्दा चेन्जै भएको रहेछ। त्यो ठाउँ नै थिएन पहिला, यो स्विमिङ पुल उता त्यो नि अहिले नयाँ रहेछ। ल कोही पानी पर्दिएर के, तर यो पानीले रोक्दैन हामीलाई भक्कै पनि होइन, पानीले रोक्दैन। वी आर रेडी टु स्विम है। ओके स्विमिङ नगर्ने टिम चाहिँ यहाँ है। हामी वा नन स्विमर नभएर स्विमर, हामी चाहिँ स्विमिङ खेल्नु चाहिँ होइन। पानी परेको थियो कि भयो, यस्तो घाममा खेल्नुभन्दा त शीतल भएछ कि। अफकोर्स पानी चाहिँ परिरहेछ, तर नो प्रब्लम होइन। नातिलाई चाहिँ स्विमिङ सिकाउँदैछ मामाले भान्जालाई, तर त्यो अलिअलि होइन, डराउनु त सुरुमा सबै डराउँछ नि। ओके गुड। थोरै जाने अझै मुख बेस गरी बन्द गरेर अलिकति तल। ओके सिक्दैछ, सिक्छ बिस्तारै, केही छैन। तर पानी परेको थियो कि बस, सानो पानी पऱ्यो। म चाहिँ हेरेर बस्छु ल। ल फेरि गर त्यसरी सिक्ने हो। त्यही त भनेको मैले। ल कसरी हो ल कसरी त्यस्तो गर्नु पर्दैन मम्मी अब भयो नि त, म पुसै गर्छु भन्छ अहिले। आफ्टर स्विमिङ है, हामी चाहिँ अब एकैछिनमा घर जाने है। स्विमिङ गरियो, थाकियो, 1 घन्टा एक घन्टाबाट है, 1 आवरभन्दा बढी स्विमिङ गऱ्यो। बेबी चाहिँ सुत्यो है। खाजा खाने बच्चाहरू है। ओके
थ्याङ्क यू अघि अब एकैछिनमा हामी जान्छौँ गएर है सनी डे भएन होइन किनभने घाम नलागो ठिक भयो क्या घाम लागेको भए घाममा झन् गाह्रो हुन्थ्यो नि त तर दिन चाहिँ आज शीतल दिन भयो ओके अब हामी घर जाँदैछौँ है थ्याङ्क यू फर वाचिङ है हेर्दै गर्नु होला चाहिँ जिजिएमई भ्लग र अब सानो भ्लगमा आएको र म चाँडैले फेरि अर्को नयाँ कहीँ कतै घुम्न जाँदाखेरि अर्को भिडियो लिएर आउनेछु टिल देन बाई बाई